रवि दमकको सडक चाहिँ अहिले यस्तो छ है। माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ शिलान्यास गर्नुभएको थियो 5 वर्ष अगाडि। बर्खामा योभन्दा अझै यो त कहिलेकाहीँ पानी परिरहेको छ। अब पानी पर्ने सिजनमा त झन् योभन्दा खतरनाक हुन्छ। हिउँदमा धुलो उडेर धुलोको नै पानी जस्तो बग्छ, धुलो सलल बग्छ, त्यो खालको हुन्छ हिउँदमा भने। बर्खामा चाहिँ यस्तो छ बाटो। प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेको बाटो है त यो। त्यो पनि कहिले 4-5 वर्ष अगाडि चाहिँ शिलान्यास गरेको बाटो हो, सडक हो है त, अहिलेसम्म बनेन। यहाँनिर स्वाङ नेम्बाङहरू पनि जोडिन्छ। स्वाङ नेम्बाङको उसको बाउ जोडिन्छ। उसको बाउले यही बाटोहरू बनाउँछु भनेर कतिचोटि नेता बने, के बने होइन। लास्टमा झोले हुँदै ठिक्क भयो। अब छोरो सुहाङ नेम्बाङको पनि गति त्यही हो। युवा नेता हो भनेर भोट त माग्यो, हामीले दियो पनि, अनि गर्ने बेलामा बुढापाकाले दिँदैन। उसको टाउकोमा त बुढापाका छ, त्यो बुढापाकाले दियो भने त उसले काम गर्छ।